ल हामी चाहिँ अब हामी आजको यही लास्ट भिडियो थियो भाइ। लास्ट भिडियो थियो। अब आज टाइम पनि कम छ हाम्रो त। अब 12 बजे गाडी आइहाल्छ। हामीले पनि पैसा अब के गर्ने, अब थोडा मोडा त भाइ काटेर आफ्नो हाजिरी त बनाउनु पर्यो। अब यस्तो भिडियो बनाएर त हुन्न, के गर्ने। अब हामी पनि छोरी छोरा छन्, घरमा सबै छन्, सबैको लागि यत्रो बनाइरहेछ। अब यसैमा हामीलाई मायाहरू प्यार दुलार गर्नु होइन, हाम्रो पनि आगे बढाउनु। अब के गर्ने हो भाइ। अब यस्तै 10 मिनट 15 मिनट हामी दिनदिनै सबैको देखाउँछु भिडियो। यसैमा हामीलाई पनि हौसला बढाउनु, अरू हौसला बढाउनु। अब के गर्ने हो, अब यस्तै हो भाइ। सबैको भनिरहेछ हामी यस्तो छ उस्तो छ नेपालमा भाइ, हेरी हेरी आऊ। तर यो सच्चै हो कुरा, यो झुट यसमा एक पैसाको पनि छैन। सबै जुन हामी हाम्रो गरिरहेछ, हामीले गरिरहेछ, जुन हाम्रो उपर बितिरहेछ त्यही हामीले भनेको हो। अब यही हेरेर हाम्रो भिडियो सबै आगे बढाउनु। हामीले पनि अरू पनि भिडियो बनाएर देखाउँछु सबै यहाँको के छ, अरू बदेल कहाँ भेट्छ, अरू कुखुरा कहाँ भेट्छ, अरू अंडा कहाँ भेटाउँछ, हामीले फेरि नास्ता कति बजे गर्छौँ, गाडी हामीले कति बजे यहाँ छोड्छ, हामी कति बजे यहाँबाट हिँड्छौँ, सबै देखाउँछु तिमीलाई, सबै देखाउँछ हामी। तर अब आजदेखि हाम्रो भिडियो चालु भएछ भाइ। सबैले हामीले पनि बढाइदिनु होला। अब हाम्रो आज सबैको नमस्कार छ। हाम्रो दाजुले अब काम देखाउन लाग्नु भएको छ होइन। अघि चाहिँ मैले काट्न चाहिँ काटिहालेँ, दाजुले भिडियो बनाउनु, किनकि हामीसँग अब यो स्ट्यान्डहरू केही पनि छैन, त्यही भएर हातले बनाउँछु। एकजनाले काम गर्दाखेरि एउटाले बनाउने। अनि तपाईँहरूले हामी देखाउँछौँ। हेर्नुहोस् यो पात यत्रो झरेको छ यहाँ, यो पात सब हराउनु पर्छ है। फल फल हेर्नु यो तलको रोडमा लगेर राख्नुपर्छ। फेरि एउटा यो बीच सेन्टरमा काट्यो भने यो माथिको रोड, यो माथिको उकालोमा लगेर राख्नुपर्छ। यही काट्ने पाइप यही हो, हेर्न सक्नुहुन्छ कति लामो छ यो। अनि यस्तो यो साथीहरू हेर्नु, पातहरू हेर्नु, यहाँ दाजुले पात हटाइरहनु भएको। कति किलोको होला दाजु यो पात? 20-25 किलोको होला त यो पात। 20-25 किलो भन्दा त बढी नै छ। पातको फेद हेर्नु न, फेद हेरेर थाहा हुन्छ नि, मान्छेको ढाड भन्दा ठुलो फेद छ यो। अरे भाइ मेरो हाइट 5.5 फुट थियो, यहाँ मलेसियामा 5 फुटको भएछ। यो फल उठाउँदा 5 फुटको भयो है। ओहो, आधा फुट घटिसक्यो यो, घटिसक्यो। यहाँ त घटिसक्यो, घट्छ मान्छे घट्छ। हेर्नुहोस् यति पावर लगाएर तान्नुपर्छ अब यसले। यो शरीर मोटो भयो घट्यो कि मान्छे हाइटै कम भयो मेरो, थाहा पाएन यार। आजसम्म त मान्छे भइरहे सोचिरहेछ। अब यो अरू छोटो भयो हुन लागेछ। यही हो, यही काम यही हो, पात हटाउनु पर्छ यहाँ। अनि हाम्रो साथीहरू सबैले हामीलाई यसो माया गर्नु, युट्युबमा सब्सक्राइब गरिदिनु भएन युट्युब च्यानल। अब हामी भर्खर सुरु गर्दैछौँ, कसरी बोल्ने के बोल्ने थाहा छैन। अब बिस्तारै बिस्तारै हाम्रो बोलाइ पनि सुधार हुँदै जान्छ, सबै सिक्दैछौँ। बोल्नका अरू काम पनि सिकिरहेछ, अहिले काम पनि सिकिरहेछ। त्यति ट्यालेन्ट भए छैन हाम्रो पनि, सबै दुईटैजनाको, तर काम गरिरहेछ, कमाइरहेछ। अब के गर्ने भाइ, अब सिक्दै जान्छ भएन। अब के कस्तो, अब हामीलाई बोल्नमा त्यति सजिलो छैन, अलि गाह्रै छ। किनकि हामी काम गर्दाखेरि बोलेर काम गर्ने हुँदैन, मजाले आफ्नो धुनमा काम गर्ने हुन्छ। अनि यो बोलेर भिडियो बनाउँदाखेरि अब सास फुलिहाल्छ, त्यही भएर सास बढेर पनि आइरहेको हुन्छ। किनकि सानो त्यो त्यस्तो सजिलो काम पनि होइन। हेर्नु यहाँ लगभग यो कति, यही होला 30 किलो जतिको, बढी होला यो, बढी होला है। यो अलि यो झन् हल्का हरियो खालको रहेछ, यो झन् टाइट होला। यहाँ होला यो 50 किलो जतिको होला। हजुर, त्यति भारी हुन्छ क्या। अरू पाकेको फल अरू हल्को हुन्छ, तर यो यस्तो फल त धेरै भारी हुन्छ भाइ। काँचो फल चाहिँ हल्का भारी हुन्छ होइन। हाम्रो दाजुले उठाएर म चाहिँ खासै उठाउँदैन, अनि दाजुले उठाउनुहुन्छ। र तेल भने छ उहाँ मलेसियामा तेलको काम छ, तेलको फ्याक्ट्री छ, लाडो छ। यही हो तेल, यही हो तेल। यहाँ अर्जेन्टली उहाँ फसाइदिन्छ क्या मान्छेको। उहाँ तेलको फ्याक्ट्रीमा भेजिरहेछ, उहाँ तिमीलाई प्याकिङ गर्न छ, यस्तो गर्न छ, केही छैन त्यहाँ। हामीलाई त पठाउँदाखेरि कम्पनी भित्र पनि पर्न सक्छ तिमीहरूको, अनि भर छैन। हामीसँग जवाब लिएन, यहाँ तेलको फ्याक्ट्री कस्तो छ, जङ्गलको काम कस्तो छ। मान्छे उहाँ 2 लाख 3 लाख पैसा हनाउँछ मान्छेको। उहाँ मलेसियामा पुग्यो भने यहाँ ऋण निकाल्नको लागि 2 वर्ष लाग्छ, थाहा छ। म 3.5 लाख दिएर आएको, हाम्रो दाजुले कति दिनु पर्यो? मै त 2,80,000 दिएर आएको। 2,80,000 कम हो। अनि यस्तो काममा काँडै काँडा भएको काममा आउनु परेको छ यहाँ पुरा।
नेपालमा भन्छ के गर्नु साथीहरु यस्तो छ उस्तो छ वहाँ घाँसमा यत्रो भाइ यत्रो घाँस छ घाँसमा हालेर पुरै फल काट्नु पर्छ वहाँ साँप पनि बस्छ अरु जानवर पनि हुन्छ यार यहाँ काट्न जानवरको एकजना त यही इन्डोनेसिया थियो बेचाराको किङ कोब्रा काट्यो एक दिनमा तुरन्त आधै घण्टामा मरिसक्यो दुईजना मरे साथीहरु यहाँ सापले टोकेर एकजनालाई किङ कोब्राले टोक्यो एकजनालाई कालो गोमन सापले टोक्यो दुईजना मरिसक्यो एकजना चाहिँ हार्ट अट्याक आएर मरेको थियो काट्दा काट्दै बडी काम गरेछ अनि गर्मी सहन नसकेर खाना खाँदाखेरि मरेछ फ्याक्ट्रीको काम भनेर जंगलमा लिएर हाल्दैछ हेर्नु हो पैसा त लुद्रा दाजु सब पैसा लुद्रा यो अहिले कागज काटेको 4 वटा फल अनि उता 2 वटा अब हामी भिडियो बनाइरहेछ अब नदेखे भने मान्छे लुटाइहाल्छ नि त्यही त अब हामी यहाँ सच्चै कुरा भनिरहेछौँ भाइ हेर यहाँ हामी यहाँ तपाईहरुलाई पुरा भविष्य दिखाइरहेछौँ जे जस्तो छ कस्तो छ काम के छ अनि हाम्रो यो भ्लगमा पनि आउँदै गर्छ हैन सबै कुरा भन्छौँ हामी तपाईलाई तपाई आउने कि नआउने तपाईको इच्छा आयो भने कसको गल्ती मान्छेको गल्ती हो नि तपाईहरुलाई त वहाँ सानो रुख देखाउँछ यत्रो यत्रो त्यो रुख त पाइपले पट 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 काट्ने यहाँ आएर हेर्नु त यो कति फुटको रुख होला हेर्नु न यो कति फुटको रुख छ मेरो विचार यस्तो छ सुन्नु अर्जेन्ट भन्छ नि यस्तो छ उस्तो छ अर्जेन्टको बाउले देखे छैन मलेसिया त्यही बसेर उ देख्छ मलेसियाको कस्तो छ के काम छ वहाँ सबै पैसा लुट्नेको काम गर्छ के तर मान्छेको होशियार हुनु पर्यो अब यहाँ हाम्रो यत्रो नेपालको भाइ आएछ यहाँ मलेसियामा जंगलको काम गरिरहेछ मोबाइल सर्च गरेर हेर्नु पर्यो नि कुन काम कस्तो छ के छ सबै गइरहेछ नेपालमा भिडियो त्यो भिडियो हेरेर हाम्रो भाइले सबै यस्तो भिडियो हालिरहेछ हेरेर छानेर जानु पर्यो नि कमाउनको पैसा पनि यत्रो हान्नु यहाँ जंगलमा यत्रो झाडीमा काम गर्न मिल्छ यार सही हो तर तपाईहरु हामीले अब फेल्दाको रियल साइड देखाइसकेका छौं तपाईहरुलाई किनकि यो त्यस्तो राम्रो कम्पनी हैन तर काम चाहिँ कम हुन्छ यसमा त्यही मात्र एउटा फाइदा हो काम कम हुने फाइदा हो तर काम कम छ भन्नेमा पेलेर गर्नुपर्छ फेरि एकछिन त 3-4 घण्टाको लागि 8-10 घण्टाको काम 3-4 घण्टामै भ्याउनु पर्छ त्यही हो काठमाडौँको इटा भट्टा लाइन जस्तै हो यो पनि इटा भट्टा लाइन जस्तै नि छ नि हैन जति आफूले गर्यो त्यही धेरै जनाले रिसाउनु होला अर्जेन्टको खाली सबै अर्जेन्ट त्यस्तो छैन तर लुट्ने खालको अर्जेन्ट धेरै छ नेपालमा भाइ आउँदाखेरि सही भन्नु पर्छ नि हैन सही भनेको भए जे छ त्यही भन्नु न बल्कि मेरो मन चित बुझ्यो भने मैले आउँछु नै त नआउने त्यही नेपालमा 10,000-15,000 को नोकरी लागिहाल्छ उही कमाउँछ मान्छे तपाईलाई ठुलो रुख देखाएको कि सानो रुख देखाएको मेरो त यार 10-10 फुटको रुख थियो रे सानो रुख देखाएको हैन 10 फुटको रुख छ अरु कसैको गोड्नेको काम लाग्छ र कसैको मल हाल्न काम लाग्छ यहाँ केही छैन मल त खै मल हाल्ने 1 वर्ष भइसक्यो बन्द गरेको गोड्न आउँछ कुदारोले गोड्न सक्छ यत्रो जंगल छ त्यही त ए घाँस काट्नु पर्छ अनि शान्तिनो कामहरु छ भन्थ्यो भिडियो पनि सानो देखाएको थियो हामीले त पठाउँछ के मान्छे यस्तो छ उस्तो छ यो जंगलको काममा मान्छे कति जना बेचारा आफ्नो घरको ऋण तिरेन होला यार त्यो 2 वर्षमा के गर्ने अब यस्तो लात्तीले हान्दै फाल्नु पर्छ साथीहरु तल रोडमा ओरालोको चाहिँ यो लात्तीले ढकल्दा पनि हुन्छ माथि उकालोमा लाउनु पर्यो भने चाहिँ फेरि हाम्रो पनि हालत खराब हुन्छ साथीहरु माथि उकालोमा लग्दाखेरि हेर्नु दाजुले फल ढकल्दै हुनुहुन्छ ल साथीहरु आउनु दाजु सबैजनालाई अब आजको भिडियो चाहिँ यति नै हैन आजको भिडियो यति नै अनि हाम्रो नयाँ भिडियोहरु आउँदै गर्छ नयाँ भ्लगमा नयाँ युट्युब च्यानल पनि हाम्रो सुरु भइसक्यो सबैले माया गर्दिम हैन अब हामी यो नयाँ भिडियोहरु खेल्दामा के कस्तो हुँदैछ अनि बेसिक सैलरी कति भयो के भयो सबै तपाईलाई भन्छम जितना आदमी है हम लोग का सब फैमिली है सब लाइक सब्सक्राइब अच्छा से कीजिए हम लोग का भी पावर बढ़ेगा हम लोग भी पूरा जितना है यहाँ का सब कुछ असलियत दिखाएगा क्यों ना हम लोग का कंपनी सारा भेज देगा नेपाल भेज देगा लेकिन अपना नेपाल के लिए हम लोग झुकने वाला नहीं है इसलिए कि हम लोग इतना गरीब नहीं है कि हम लोग जैसे बोलेगा वैसे करेगा हम लोग भी गरीब इतना नहीं है नेपाल में हम लोग का भी खेती है हम लोग का भी पावर है हम लोग भी जिंदगी भर नेपाल से गुजार लिया 10 साल में मलेशिया में बैठने से कुछ नहीं होने वाला लेकिन है क्या कि सबको थोड़ा थोड़ा मजबूरी है ऐसा है कमाएगा तो कुछ आगे बढ़ेगा कर करके लेकिन झूठ बोल बोल के साला लोग उधर से भेजता है ये है वो है ये गलत है ना जो है वो असलियत बताओ भले तू 1 लाख का बोलता 20,000 और लो लेकिन झूठ क्यों बोलता है बेंचोत पैसा के लिए हामीलाई त साथीहरु कम धेरै झुट बोल्यो नि यार 10 फुटको रुख छ भनेर यहाँ हेर्नु साथीहरु रुखहरु हेर्नु
रुखहरू हेर्दै तपाईँहरू थाहा पाउन सक्नुहुन्छ कस्तो छ रुख भनेर। ल साथीहरू अब आजको भिडियो यति थियो। सबैले बाई बाई। अब भोलिदेखि फेरि हाम्रो भिडियो चालु हुन्छ। फेरि हामीले नयाँ समाचार भन्छु के यहाँको के छ कस्तो छ कारोबार कहाँ छ हामी कहाँ आएर पुगेछ। अब यहाँको अस्थिर ठाउँ त यस्तो छ आज यहाँ छु भोलि कहाँ जान्छु कोही ग्यारेन्टी छैन। तर जङ्गलैमा काम छ अब बाहिर जानु मिल्दैन। फ्याक्ट्री सेक्ट्री कहीँ देख्ने को पाए छैन 2 वर्ष त भयो फ्याक्ट्री यहाँ मलेसियामा कहाँ छ हामीले देखेर नै पाए छैन क्या। अब फेरि हामी एकदम जङ्गलैमा हाम्रो काम छ जङ्गलैमा रुम छ जङ्गलैमा पसल छ सबै छ। पैसा लगाउनु पर्छ त पैसा लगाउनको लागि हामी वहाँ 20 रुपियाँ खर्च 20 यहाँको रिङ्गिट 20 रिङ्गिट खर्च गरेर जानुपर्छ वहाँ पैसा झिक्न वहाँ ब्याङ्कमा लगाउन यत्रो प्रब्लम छ यहाँ। हो धेरै टाढा छ यहाँबाट जङ्गलको बिचमा छ क्या पुरा यो जता यो यहीँनिर मात्र जङ्गल होला भन्ने सोच्नु भयो होला होइन। तर उता पर जता यो पुरै लगभग नेपालको एउटा नेपालैभरि खेती होला हो यता पुरै नेपाल जतिको त खेती होला यहाँ होइन होला पुरा नेपाल जतिको त यहाँको खेती होला। यो चाहिँ अब काम त ठिकै हो तर त्यही पनि के भन्नु र। ल साथीहरू सबैजनालाई काम त नराम्रो भएन के काम त ठिकै छ तर उहाँले मान्छे हामीलाई लुटिरहेछ नि काम यस्तो छ उस्तो छ त्यही हिसाब चाहिँ अब यहाँको फ्री भिसा फ्री टिकट जान्छ मलेसियाको पुरै फ्री भिसा फ्री टिकट जान्छ मेन पावरमा यत्रो पैसा हनाउँछ यार। फ्री गएछ तिमीले 50,000 खाऊ न मान्छेको पनि पैसा अलिकता त्यो कम लाग्छ ब्याज पनि कम तिर्नुपर्छ। यहाँ 2 महिना 4 महिना फस्यो भने मान्छे 1 वर्षमा त कर्जाबाट निस्किहाल्छ होइन। अब 3 लाख वहाँ तिरेर आयो यहाँ 20,000 40,000 रुपियाँ कमाएपछि हेर त वहाँ हिसाब गर त कति महिनामा तिर्छ कर्जा घर खर्चा पनि चलाउनु पर्यो। यही हो भाइ हाम्रो कुरा। अब हामीलाई सब यति सम्झाइदिएछौँ सबैको 2टा भाइले। अब खोइ नेपालको कसैको निक लाग्यो होला कसैको बेकार लाग्यो होला। यो 2 जनाले वहाँ जङ्गलमा गएर कराइरहेछ खिलाइरहेछ फोकटको भिडियो बनाइरहेछ त भाइ त अब आफ्नो आफ्नो विचार होइन। अब हामीलाई यही बनाउन रमाइलो लाग्छ हामी रमाइलो गर्दै काम गर्दै गर्छौँ हामीलाई। अब किनकि आफ्नो लागि 10 मिनट टाइम निकालेर युट्युबमा भिडियोहरू हाल्दैछौँ तपाईँहरूको लागि। अनि फेरि मान्छे कुनै मान्छे भने होला यो मोटे दाई धेरै बोलिरहेछ यसको नेपाली आए छैन कहाँको मान्छे। म भाइ पेवर मधेसको मान्छे हो मेरो बर्डरको साइडको घर छ अरू म नेपालको अलिअलि भाषा बुझिरहेछु तर अब यो भाइको साङमा परेछु अलिअलि बुझिरहेछु बोलिरहेछु। अब 1-2 महिनामा म पनि ट्यालेन्ट भइहाल्छु। मैले बर्डरको साइडमा पऱ्यो कि इन्डियाको साइडको थियो धेरै कारोबार मेरो इन्डियाबाट भएको थियो नेपालमा कम भएछ तर हामी प्योर नेपाली हो त्यस्तो नसोच्नु होला होइन। हाम्रो दाइ प्योर नेपाली काटे सबैको खुनै आउने हो प्योर नेपालकै मान्छे हो। तपाईँहरू फेरि यता आफ्नो मैथली एकै भाषा रे भोजपुरी भाषा बोल्दैछ उता कहाँ इन्डियाको मान्छे होला अनि यताउता भनेर नसोच्नु होला त्यस्तो। हामी सबै नेपालको मान्छे एउटै मुटु एउटै मन भएको मान्छेहरू हो। अनि ल साथीहरू सबैजनालाई बाई बाई।